हामी अहिले सेल्फमा पुकेट जाँदैछौँ है। हामी यो पटायाबाट यो पहिलोचोटि हामी अहिले यहाँबाट हिँडेको हो। हामीलाई पनि त्यति धेरै थाहा छैन। सेल्फमा जाँदै गर्दाखेरि दुई तले बस छ। यो तल 40 जना, माथि 40 जना, 80 जना लिएर जान्छ। यो पुकेटको यो काउन्टरबाट यो बस पार्कको काउन्टर भनेको यो हो। यस्तो लेखेको छ। यो चाहिँ पटायाको 3 नम्बर रोडमा छ र यो बस यो पटाया 773 भनेर यसरी लेखेको छ। र यसबाट हामी भित्र जाँदैछौँ। यसमा भित्र छिर्दा बित्तिकै यो तल्लो भागमा अगाडिबाट जान्छ मान्छेहरू। अनि यहाँ चाहिँ टोइलेट भनेर लेखेको छ। यहाँ टोइलेट छ यस्तो है, उयो प्लेनको जस्तै टोइलेट छ। ह्यान्ड वासदेखि लिएर सबै। अनि त्यसपछि यो भर्याङबाट हामी माथिल्लो तल्लामा जान्छौँ। यो माथिल्लो हाम्रो सिट अहिले त खाली छ, प्याक होला। यो यहाँ चाहिँ यस्तो किसिमको सिटहरू छ। अब यसबाट हाम्रो पहिलो एडभेन्चर जस्तै हो। हामीलाई यो रमाइलो लाएर टिकट काटेर हिँड्ने हो। साथी र म यसरी बस्याम अनि बिन्दास पारामा अब बिन्दास। अब यो पनि थाहा हुन्छ, तर तपाईँहरू टिकट काट्दाखेरि आफै काउन्टरमा आएर मैले अहिले देखाएको काउन्टरमा आएर टिकट काट्नु होला। हामीले अनलाइनबाट यहीँबाट बुकिङ गऱ्यौँ। बुकिङ गर्दाखेरि 500 बाट भनेको लगभग 2000 नेपाली एकजनाको महँगो परिराखेको छ। त्यसले गर्दाखेरि टिकट काउन्टर कहाँ छ भनेर सर्च गरेर सोधेर आफै आएर टिकट काट्दाखेरि एकजनाको 2000 लगभग सस्तो पर्ने रहेछ। हामीलाई केही भएन पहिलोचोटि टिकट काट्ने थाहा। म लेखिदिएर अहिले हालेको भिडियोमै छ, त्यही सर्च गरेर हेर्नु होला। फेरिबाट नै हेर्दा रमाइलो हुन्छ तपाईँहरूलाई। यो चाहिँ 2 तले बस पटायाबाट पुकेट 1200 किलोमिटर। यो हामी कति घन्टाको सफर हो हाम्रो। भोलि बिहान अहिले हामी 3 बजे यहाँबाट छुटेर बिहान 8 बजे पुगिन्छ। यसमा चाहिँ डिनर दिन्छ भनेर लेखेको छ। अरू के छ म भएअनुसारले भन्दै जान्छु। हस् त, धन्यवाद, बाई बाई।